1. हर्मोन र चरम आनन्दको वैज्ञानिक खेल द साइन्स अफ ओर्गाजम। शारीरिक सम्बन्धको बेला महिलाको शरीरमा एउटा ठूलो हर्मोनल आँधी आउँछ। इन्डोर्फिन र अक्सिटोसिनको वर्षा चरम आनन्द अर्गाजमको अवस्थामा पुग्दा दिमागले भारी मात्रामा अक्सिटोसिन, जसलाई लभ हर्मोन भनिन्छ, र एन्डोर्फिन्स रिलिज गर्छ। यसले अचानक अत्यधिक खुसी, शान्ति र आनन्दको भावना पैदा गर्छ। इमोसनल ओभरलोड। जब यी हर्मोनहरू अचानक शिखरमा पुगेर तुरुन्तै तल झर्छन्, तब दिमागले त्यो तीव्र परिवर्तनलाई सम्हाल्न सक्दैन। खुसीको सीमा नागेपछि मानिस जसरी रुन्छ, टियर्स अफ जोय, यो पनि त्यस्तै हो। वैज्ञानिक भाषामा यसलाई पोस्टकोइटल डिस्फोरिया (पीसीडी) भनिन्छ, जहाँ चरम सुख पनि आँसु बनेर बग्छ। 2. अभूतपूर्व सुरक्षित महसुस र आत्मसमर्पण डीप वल्नरेबिलिटी एन्ड सेफ्टी। धेरैजसो महिलाहरू आफ्नो भावना र शरीरलाई लिएर अलिकति सतर्क वा गार्ड गरेर बस्ने स्वभावका हुन्छन्। भावनाहरूको बाँध फुट्नु। जब एउटा महिलाले आफ्नो पार्टनरसँग 100% सुरक्षित, सम्मानित र मायालु वातावरण पाउँछिन्, तब उनले आफ्ना सारा मानसिक रक्षात्मक पर्खालहरू भत्काइदिन्छन्। पूर्ण आत्मसमर्पण। यो यस्तो अवस्था हो जहाँ महिलाले आफूलाई पूर्ण रूपमा पार्टनरको अगाडि खुल्ला, वल्नरेबल छोडिदिन्छन्। यो गहिरो आत्मिक र भावनात्मक सामिप्यता, इन्टिमेसीका कारण मनभित्र एउटा विशेष ऊर्जा पैदा हुन्छ र खुसी तथा शीतलताका कारण आँसु आउँछ। 3. शारीरिक र मानसिक तनावको विसर्जन थेराप्युटिक रिलिज। हाम्रो शरीर एउटा ब्याट्री जस्तै हो, जसले दिनभरिको तनाव, रिस, चिन्ता वा उदासीलाई मांसपेशी र नसाहरूमा दबाएर सप्रेस गरेर राखेको हुन्छ। क्याथार्सिस निकास। यौन सम्पर्कको बेला शरीरका अङ्गहरू र नसाहरू पूर्ण रूपमा तन्किन्छन् र सक्रिय हुन्छन्। सम्बन्धपछि जब शरीर एकाएक शान्त, रिल्याक्स हुन थाल्छ, तब ती दबिएका तनावहरू पनि फुकुवा हुन्छन्। रुँदा हल्का हुनु। जसरी एउटा गरुङ्गो भारी बिसाउँदा श्वास फेर्न सजिलो हुन्छ, त्यसरी नै यो शारीरिक प्रक्रियाले मन र शरीरको पुरानो तनावलाई आँसुको माध्यमबाट बाहिर फालिदिन्छ, जसले गर्दा महिलाले पछि एकदमै हलुका महसुस गर्छिन्। 4. शारीरिक पीडा र जैविक असहजता फिजिकल पेन एन्ड केमिस्ट्री। सबै रुवाई भावनात्मक हुँदैनन्। कतिपय अवस्थामा यो शुद्ध शारीरिक दुखाइको सङ्केत हो। योनिको सुक्खापन भेजिनल ड्राइनेस। यदि पर्याप्त फोरप्ले भएको छैन वा शरीरमा एस्ट्रोजेन हर्मोनको कमी छ भने योनि सुक्खा हुन सक्छ। यस्तो बेला घर्षण, फ्रिक्सनले गर्दा कडा दुखाइ वा चोट लाग्न सक्छ। संक्रमण र रोग इन्फेक्सन्स डिस्प्यारियुनिया। यदि महिलालाई कुनै प्रकारको इस्ट इन्फेक्सन युटिआई वा भित्री सुजन छ भने सम्पर्कको बेला भित्रैदेखि चस्स दुख्ने वा पोल्ने हुन्छ। चिकित्सा विज्ञानमा सम्पर्कको बेला हुने यस्तो दुखाइलाई डिस्प्यारियुनिया भनिन्छ। यो पीडा सहन नसकेर आँखाबाट आँसु आउन सक्छ। 5. विगतको मानसिक आघात बिउतिनु ट्रमा एन्ड फ्ल्यासब्याक्स। यो सबैभन्दा संवेदनशील र गम्भीर कारण हो। शरीरको मेमोरी बडी मेमोरी। हाम्रो शरीर र मस्तिष्कले विगतका नराम्रा अनुभवहरूलाई कहिल्यै बिर्सिदैन। यदि कुनै महिलाले विगतमा बाल्यकालमा वा पहिलेको कुनै सम्बन्धमा शारीरिक, मानसिक शोषण वा जबरजस्ती अब्युज भोगेकी छिन् भने शारीरिक सम्बन्धको निश्चित पोजिसन, स्पर्श वा वातावरणले ती पुराना यादहरूलाई अचानक बिउताइदिन्छ। प्यानिक अट्याक जस्तो अवस्था। पार्टनरप्रति विश्वास हुँदाहुँदै पनि अवचेतन मनमा रहेको त्यो पुरानो डर वा ट्रमा सक्रिय हुँदा महिला अचानक डराउन, काम्न वा रोक्नै नसकिने गरी रुन सक्छिन्।